यहाँको सबै मानिसहरूको बुझाइ के छ भने यहाँको कोलपुर नगरपालिकाको नाममा रहेको नगर विकासको नाममा रहेको यो क्रिकेट मैदान आसपासका क्षेत्रहरूमा जबरजस्ती चाहिँ हडबेर बस्ने र यो आफ्नो नाममा हुनुपर्छ भन्ने उहाँहरूको ठुलो जबरजस्ती छ भन्ने जुन एउटा बाहिर यो भाष्य निर्माण गरिएको छ। हाम्रो त्यसो होइन। हामीसँग अहिलेसम्म आजको यो पत्रकार सम्मेलनका यो मितिसम्म आउँदै गर्दा कुनै पनि बेलामा यहाँको स्थानीय सरकार र कुनै पनि सरकारवाला निकायले सम्बन्धित निकायहरूले यसको विषयमा एउटा औपचारिक ढङ्गले छलफल गर्ने आँट गर्नु भएन। त्यसकारण हाम्रो भनाइ के हो भने हामीले यहीँ बस्नु पाउनुपर्छ भन्ने कुरा होइन, हामीले यही माटो छोड्दैनौँ भन्ने हाम्रो भनाइ होइन। मतलब कुरा के हो भने हामीलाई उचित व्यवस्थापन, यहाँ भूमिहीन दलितहरू छन्, भूमिहीन सुकुम्बासीहरू छन् र अव्यवस्थित बसोबासीहरू छन्। हो यो अव्यवस्थित बसोबासीहरू, भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूको समस्या समाधानका लागि यो ठाउँ राज्यलाई यहाँको चाहिँ स्थानीय सरकारको हो भने योभन्दा उपयुक्त ठाउँमा अर्को ठाउँमा कहाँ व्यवस्था गर्ने त विकल्प त दिनु पर्यो नि। आजसम्म हामीसँग आजसम्म त्यो कुनै पनि विकल्प नदिने अनि उठीवास लगाउने भन्ने कुरा आइसके पछाडि यहाँ सबै यो अव्यवस्थित भूमिहीन सुकुम्बासीहरू, भूमिहीन दलितहरू बरु मर्न तयार छन्, छोड्न तयार छैनन्। विकल्पको विषयमा छलफल गर्न सबैजना तयार छन्। आन्दोलन भन्नुभएको छ कहिलेदेखि सुरु हुने, के हुने, कस्तो खालको हुने, के छ? अब हामीले आन्दोलन आजैदेखि हामीले सुरुवात गर्ने भनेका छौँ। यद्यपि यो बिचको मौसमको कारणले पनि हामीले यसलाई अलि टाइम सदुपयोग गर्न हामीलाई अलि गाह्रो पनि भइराखेको छ र हामीले सिडिओ साहबसँग खास गरी मौसमको खराबी र बिचमा लामो समय सरकारी बिदा भएको हुनाले पनि हामीले आजसम्म गर्न सकिराखेको स्थिति छैन। त्यसकारण हामीले हिजो मात्रै जिल्ला चाहिँ प्रशासन कार्यालयमा पुगी हामीले सिडिओ साहबलाई भेट्न गएका थियौँ। सिडिओ साहब काठमाडौँबाट आइसक्नु भएको रहन्छ। हामीले सहायक सिडिओ साहबसँग भेट गऱ्यौँ। त्यसपछि गएर आज अहिले पत्रकार सम्मेलन गरिसके पछाडि आजैबाट हामीले आन्दोलनको चाहिँ घोषणा गर्छौँ। त्यो भनेको शान्तिपूर्ण तरिकाले गर्छौँ। आजैदेखि आफ्ना मागहरू, हामीमाथि भएको पीडालाई हामीले व्यक्त गर्छौँ र अहिले भर्खरै चाहिँ जुन 25 गतेसम्मको अल्टिमेटम, 10 दिने अल्टिमेटम जो छ त्यो अल्टिमेटम फिर्ता नलिने बेलासम्म र यसको उचित चाहिँ तपाईँको व्यवस्थापनको चाहिँ एउटा विश्वासिलो आधार नहुने बेलासम्म हामीले शान्तिपूर्ण ढङ्गले आफ्ना मागहरूलाई प्रस्तुत गरेर हामी सडकमा जान्छौँ। आजैबाट जान्छौँ हामी। अत्यन्तै महत्त्वपूर्ण प्रश्न उठाउनु भयो। हो, हामीले खोजेको यही हो। यही प्रश्नमा हामी सबै चाहिँ यहाँको राजनीतिक दल, यहाँको चाहिँ तपाईँको सम्बन्धित यो सरकारवाला पक्ष, त्यसपछि गएर अरू सबै समुदायको हामीले बसेर छलफल गरौँ यसको समस्याको निवारण कसरी गर्न सकिन्छ।